नमस्ते। आज हामी भक्तपुर जाँदैछौँ गोलमडी। त्यहाँको एउटा सहकारी संस्था सहलह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बारेमा कुरा गरौँ है त। नमस्ते। हो, आजको हाम्रो छलफल चाहिँ सहलह सहकारी परिचय र प्रगति भन्ने लेखमा आधारित छ। यसमा हामी यो संस्था कसरी सुरु भयो, यसको नाम कसरी रहन गयो, त्यहाँ एउटा रोचक कथा छ जस्तो लाग्छ, अनि यसका खास उद्देश्यहरू के हुन् त्यसबारे गहिरिएर हेर्छौँ। एकदम। यसको सुरुवातको कुरा गर्दा यो विषम 2060-61 तिरको कुरा हो। त्यति बेला 32 जना जति सदस्यहरू मिलेर एउटा समूह सुरु गर्नुभएको रहेछ, अनौपचारिक रूपमा। 32 जना मात्रै? हो, सुरुमा 32 जना। नाम राख्नु भएको थियो प्रगतिशील बचत तथा ऋण सहकारी। प्रगतिशील? उद्देश्य त त्यही थियो, सदस्यहरूमा बचत गर्ने बानी होस्, एक आपसमा सहयोग गर्ने भावना बढोस्, अनि उनीहरूको आर्थिक सामाजिक जीवन स्तर अलि राम्रो होस् भन्ने। सामान्य तर महत्त्वपूर्ण उद्देश्य। तर यो प्रगतिशील नाम त रहेनछ नि पछि, होइन? के भयो खास? हो, त्यही त रमाइलो छ यो कथा। कुरो के भने लगभग 2064 सालसम्म त सहकारी दर्ता गर्ने कामै बन्द थियो क्यारे। दर्ता नै बन्द? अनि जब दर्ता खुल्यो उहाँहरू जानुभयो होला नि त दर्ता गर्न, तर त्यो प्रगतिशील नाम त अर्कै संस्थाले पो दर्ता गरिसकेको रहेछ। ओहो, त्यस्तो भएछ। अनि हार मान्नु भयो त? मान्नु भएन। उहाँहरूले बरु यसलाई एउटा अवसर बनाउनु भयो। अवसर? कसरी? उहाँहरूले सोच्नुभयो नयाँ नाम राख्दा किन स्थानीय पहिचान झल्किने नाम नराख्ने, भक्तपुरको आफ्नैपन। अनि उहाँहरूले एउटा नेवारी शब्द रोज्नुभयो, सहलह। सहलह, यसको अर्थ के हुन्छ? यसको अर्थ हो मिलिजुली, सँगै मिलेर काम गर्ने। कति अर्थपूर्ण नाम होइन? साँच्चै, एकदमै। नाम मात्र होइन, संस्थाको भावना नै यही भयो होला नि त। बिल्कुल, यही अर्थलाई समेटेर नारा पनि बनाउनु भयो, सुखमय जीवनका लागि मिलिजुली काम गरौँ। वाह, कस्तो राम्रो। एउटा समस्या आयो तर त्यसलाई आफ्नो मौलिकतासँग जोड्नुभयो। यसले त पक्कै संस्थालाई एउटा दिशा दियो होला। अवश्य पनि। एकदम बलियो स्थानीय जग बस्यो नि। अनि त्यसपछि बिस सम्वत 2064 सालको कार्तिक 15 गते यो संस्था विधिवत रूपमा डिभिजन सहकारी कार्यालयमा दर्ता भयो। आधिकारिक रूपमै सहलह बचत तथा ऋण सहकारी संस्था लि नामबाट। हो, दर्ता नम्बर 270-149, 2064 665। त्यसपछि कानुनी रूपमा काम गर्न बाटो खुल्यो। अनि जिल्ला तहको सङ्घमा पनि आबद्ध हुनुभयो क्यारे, होइन? दर्ता भएको धेरै भएको थिएन। 2065 साल साउन 13 गते जिल्ला बचत तथा ऋण सहकारी सङ्घको सदस्यता पनि लिनुभयो। सदस्यता नम्बर 44 रहेछ। त्यसले के फाइदा भयो होला संस्थालाई? खै, त्यसले त अरू सहकारीहरूसँग जोडिने बाटो खोल्यो नि। अनुभव साटासाट गर्ने, सिक्ने, सिकाउने एउटा ठूलो नेटवर्कको हिस्सा बन्ने मौका मिल्यो। विश्वसनीयता पनि बढ्यो। हो त नि। अब दर्ता पनि भयो, सङ्घमा पनि आबद्ध हुनुभयो। त्यसपछि मुख्य कामहरू केमा केन्द्रित गर्नुभयो त? त्यो मिलेजुली भन्ने भावनालाई कसरी व्यवहारमा देखाइयो? तालिमहरू कस्ता खालका? विभिन्न हुन सक्छन्। लेखमा विस्तृत त छैन, तर सिप विकास गर्ने खालका। अनि सहकारी शिक्षा शिविरहरू चलाउने, सदस्यहरूबीच छलफल अन्तर्क्रिया गराउने, यस्ता कामहरू नियमित हुँदै आएका छन्। भनेपछि पैसाको कारोबार मात्र होइन, ज्ञान र सिप पनि बाँड्ने काम भयो। हो, त्यही त। यसले सदस्यहरू आर्थिक रूपमा मात्र होइन, अरू हिसाबले पनि बलियो बन्ने भए। अनि त्यो मिलिजुलीको भावना पनि झन गहिरो हुँदै गयो नि त। सहकार्य बढ्यो। भविष्यमा पनि यस्तै योजनाहरू छन् होला है? स्रोतले त्यही भन्छ। सदस्यहरूको माग र आवश्यकता अनुसार क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिने योजना छ रे। ल हेर्नुस् त, एउटा सानो 32 जनाको अनौपचारिक समूहबाट सुरु भएर नाम दर्ता गर्दाको अप्ठ्यारोलाई चिर्दै अनि त्यो अप्ठ्यारोलाई आफ्नै ठाउँको आफ्नै भाषाको पहिचान बनाउने अवसरमा बदलेर हो नि। अनि त्यो मिलिजुलीको नारालाई साँच्चै व्यवहारमा उतार्दै अघि बढेको कस्तो राम्रो उदाहरण। एकदम। र यसलाई अलि फराकिलो नजरले हेर्दा भक्तपुर जस्तो ऐतिहासिक ठाउँमा आफ्नै स्थानीय नेवारी शब्दलाई नाम र नारा बनाएर अघि बढ्नुको अर्थ छ नि। के अर्थ छ जस्तो लाग्छ?
यसले के देखाउँछ भने समुदायमा आधारित संस्थाहरू, खास गरी यस्ता वित्तीय संस्थाहरू सफल हुन स्थानीय संस्कृति, भाषा, पहिचानसँग जोडिनु कति महत्त्वपूर्ण रहेछ भन्ने कुरा। यो खाली पैसाको लेनदेन मात्र होइन, समुदायको भावनासँगको नाता पनि हो। हो, यो कुरा त मनन योग्य छ। स्थानीय जरोकिलोसँग जोडिएपछि अपनत्व र विश्वास पनि बढ्छ होला नि। पक्कै पनि। अनि लेखमा उहाँहरूले नयाँ सदस्यहरूलाई पनि स्वागत गरिरहेको कुरा छ है। हो, लेखको अन्त्यतिर सदस्यता लिन इच्छुकहरूलाई आउनुहोस् भनेर आह्वान गरिएको छ। यसले के देखाउँछ भने उहाँहरू त्यो मिलिजुलीको घेरालाई अझै बढाउन चाहनुहुन्छ, धेरैभन्दा धेरैलाई समेट्न चाहनुहुन्छ। राम्रो कुरा। ल, आज हामीले सहल सहकारीको यो यात्रा हेऱ्यौं। यसले एउटा प्रश्न पनि उब्जाउँछ मनमा। के प्रश्न? के साँच्चै यस्ता समुदायमा आधारित संस्थाहरूको दिगोपना र सफलताको सबैभन्दा बलियो आधार भनेको नै उनीहरूको त्यो स्थानीय पहिचान र सांस्कृतिक जरोकिलोसँगको सम्बन्ध हो त? यो विषयमा अझै सोच्न सकिन्छ। एकदम, यो महत्त्वपूर्ण प्रश्न हो, खोज्न सकिने विषय हो।